हेलो साथीहरू, तपाईँहरू चाहिँ यति बेला हेर्न सक्नुहुन्छ अनि एकदमै सुन्दर दृश्य छ। बर्खाको समय पानी पर्छ अनि यति बेला चाहिँ हामी ग्वालसिनमा छौँ। ग्वालसिनको चौरमा छौँ। पानी पर्थ्यो, अहिले चाहिँ परिरहेको छैन। अनि यहाँ चाहिँ हाम्रो मामाले गोरु जोतिरहनु भएको छ अनि हामी चाहिँ यहाँ काम गर्न आएका थियौँ। एकदमै धेरै गाह्रो भयो, पानी पर्यो अनि गोरु भन्या माना छैन, एकदमै धेरै गाह्रो भइरहेको छ। अब चाहिँ असार लाग्न लाग्यो अनि हाम्रो गाउँतिर धेरै पानी पर्छ अनि यति बेला हामीले चाहिँ आफ्नो खेतीको काम सक्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ हामी आराम तरिकाले बस्न मिल्छ। अनि धेरै पानी पर्छ, काम गर्न केही पनि सकिन्न अब। अनि यहाँ चाहिँ माथि हामी आएका छौँ आज यहाँको काम सक्नको लागि। अनि यो काम आज सकेर हामी जान्छौँ। अझै हामीसँग थुप्रै कामहरू छ साथीहरू। अब गाउँले जीवन हो, काम त गर्नु परि नै हाल्छ, यस्तै छ के गर्ने। ल ल ल तारे ल तारे फेरि उतै परा बल्लन देखाएको छ, जुई नै भनेको छ यार, यो कति त आउँदैन। ल यसको नाम चाहिँ तारे हो। यो चाहिँ एकदमै धेरै तगडा छ, मोटो गाटो हृष्टपुष्ट छ अनि यो चाहिँ गोरुहरूलाई देख्यो भनेपछि गइहाल्छ लड्नको लागि। यो चाहिँ एकदमै धेरै ताकतवाल छ। ल है, आज चाहिँ बारीकोटमा एकदमै धेरै हावाहुरी चलिरहेको छ अनि तपाईँहरू कहाँ हुनुहुन्छ अनि अबको समयमा चाहिँ एकदमै जोगिएर बस्नु होला। एकदमै धेरै हावाहुरी पानी पर्छ अनि तपाईँहरू चाहिँ आफ्नो घरभित्र बस्नु होला सुरक्षित साथ। अनि काम भएन भने अनि त्यतिकै बाहिर यताउति धेरै नजानु होला, एकदमै गाह्रो समय छ। यति बेलाको समयमा हाम्रो घरतिर चाहिँ एकदमै धेरै पानी पर्छ अनि पानी पर्दैछ अनि तर पनि हामीलाई काम गर्नुपर्छ, एकदम गाह्रो छ।